हेलो गाइस, गुड मर्निङ। आज शनिबार, आज हामी चाहिँ घुम्न जाँदैछौँ सिद्धार्थ केबल कार बुटुल है। अब हेर्दै गर्नु होला, अपडेट आउँदै गर्नेछ। अब हामी जाँदैछौँ शङ्करनगरबाट सिद्धार्थ केबल कार र ब्लगिङ गर्ने कोसिस गर्दैछु आज। हेरौँ कस्तो हुन्छ। र अहिले चाहिँ हामी आर्मी क्याम्पको पछाडिपट्टिबाट जाँदैछौँ। यो नयाँ बाटो जस्तो लाग्यो मलाई चाहिँ, खै पुरानो नि हुनसक्छ, अहिले पिच गरेको पनि हुनसक्छ होइन। तर बडा सुन्दर बाटो छ, शीतल पनि आनन्द। छोरो चाहिँ अगाडि बसेर हिरो पारामा हिँडिरहेछ होइन। यस्तै छ गाइस। अब एउटा बाइकमा 3 जना होइन, अहिलेसम्म एडजस्ट गर्दैछौँ। अब चाहिँ हामी चौराबाट अगाडिपट्टि लाग्दैछौँ बुटुलको व्यस्त सहरमा। आज बिदाको दिन, खासै गाडी चाहिँ छैन, तर धुलो चाहिँ छ। आज चाहिँ अलिकति आकाश पनि खै यो गाउँका बाला जताततै चलाएर त्यो धुवा हो कि होइन, इरिटेट लाग्ने, आँखै पोल्ने, कसलाई भन्ने के भन्ने होइन। प्लस अब यो बुटुलको धुलो चाहिँ कहिले पनि सकिनु भएन। कुनै बेला थियो यसो चाहिँ बुटुलको बाटो यस्तो राम्रो थियो, बुटुलको मान्छेहरूले पुरै बाटोमा आउँदै फोटो खिच्दै राख्दै गर्थे गाइजहरू होइन। पुलमा आएर बाटोको फोटो खिचेर देखाउँथे। अहिले त बिचरा बाटो पनि यस्तो भएपछि बुटुलको मान्छेको हालत खराब भएको छ। अझ यो गोलपार्कको अवस्था हेर्नु होइन, धुलै धुलो, बाटो खोलेर यसरी बिगारेर छोडेको छ। अब चुपचाप लाग्ने बस्ने, अब के गर्नु त साथीहरू होइन त। अब हामी यहाँबाट बाटो खोज्दै जाँदैछौँ होइन। म पनि गएको छैन त्यहाँ, फर्स्ट टाइम हो। यता वारीपट्टि गएको, पारिपट्टिको केबल कार जाँदैछौँ हामी। यहाँबाट सम्भवतः तलपट्टि लाग्ने, अनि बाटो खोज्दै त्यो के पाखापानीको पुल छ नि, हो यही त्यही हो क्या त्यहाँबाट। बाटोको मजा लिनुहोस्, अब ठुलो बाटो। यहाँनिर चाहिँ खोला चाहिँ दामी रहेछ, मान्छेहरू पौडी खेलिरहेको होइन, रमाइलो। बिदाको दिन टक्क गएर पौडी खेलिदिने। तर पाल्पातिर जोरधारातिर त्यो टोइलेट मिसाएको भन्ने खोला चाहिँ यही हो कि जस्तो लाग्छ होइन, गाह्रो छ। तिनाउ खोलाबाट माथि लागिसकेपछि अब एकदम ठाडो उकालो होइन। भिडियोमा त किन उकालो देखिन्छ र, तर राम्रै उकालो रहेछ। धन्न ढलान गरेको हुनाले बाटो चाहिँ अप्ठ्यारो थिएन। अनि मजाले गयो बुट बुट गर्दै, रमाइलो छ जे होस्। तर अब सालगाडी हो, गर्मी त बिजोक गर्ने होइन। यस्तो मान्छेलाई चाहिँ दिमाग खराब हुने रहेछ। लगाएर अब यहाँबाट यस्तो ठाडो उकालो कि बाइकै उल्टो पर्छ भने जस्तो। अब एउटा छोरोको र बाबाको सर्ट लिनको लागि रेडी हुँदैछौँ है। फाइनली गाइज हामी आइपुग्यो सिद्धार्थ केबल कार। अब बाइक पार्किङ गर्ने, त्यसपछि टिकट काट्ने अनि घुम्न जाने। हेलो बेबी, कहाँ आएको हामी?
कहाँ गयो अब अलिकति त्यही त हो केटी मान्छेको सुरु हुन्छ है फोटो खिच्ने क्याटवाक गर्ने हैन अब पारा हुन्छ नि त हैन अब केटाहरूको आफ्नै धुनुहुन्छ केटीहरूको आफ्नै धुनुहुन्छ अब यही पानी छ बिस्तारै फालिरहेछ लाएर टाइगर हो कि लायन के हो हेलो लगाइ चाहिँ अब यहाँ चाहिँ म इन्स्ट्रक्सन दिँदैछु भिडियोग्राफीको लागि टक 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 लगाएर थिएँ यही त हो त मेरो चाहिँ अब नयाँ करियर स्टार्ट होला जस्तो छ म बनाइन्छु सर म बनाइन्छु सर ल मुभ हेर यता हेर हिँड्यो ल यता ल ओ गाइजहरू कस्तो गर्मी है वैशाखमा यति धेरै गर्मी म चाहिँ टुस्स बस्दैछु गर्मी धेरै भएर हैन पानीका धाराहरू पार्कहरू यहाँ चाहिँ पार्क रहेछ राम्रो पार्क बनाएको रहेछ हैन अनि त्यहाँ चाहिँ पृथ्वी चाहिँ पुरा घुमिराखेको छ क्या है मजाको युनिक कन्सेप्ट रहेछ जे होस् पार्क चाहिँ राम्रो छ सुरुमै रहेछ हैन डिजाइनहरू यताउता सबै राम्रो छ मन पर्यो मलाई चाहिँ यो पृथ्वीको कन्सेप्ट चाहिँ एकदमै मन पर्यो हैन दामी लाग्यो क्या अब भिडियोमा कस्तो देखाएको छ हैन ठ्याक्कै त्यो अगाडि बसेर हेर्दाखेरि त के आनन्द लाग्ने क्या केही नभए पनि धेरै भयो जस्तो क्या सिम्पल बट इट ब्युटिफुल कन्सेप्ट त्यहाँ जान्छ दिनु न यता देखाउँ न यता अङ्कलले पाइयो गर्नुहुन्छ नि माया गर्नु न कहाँ जान्छु बाबुला फाइनल्ली गाइज अब बाथरुमको मिरर देख्ने बित्तिकै फेरि सुरु भइहाल्छ त लेडिजहरूको त होइन गर्मीले गाला रातै म चाहिँ कालै यो चाहिँ मलाई एकदम फेरि हेर्नु मन लागेको कुरा होइन अब धेरै गर्मी भइसक्यो बाहिर बस्न नसक्ने अवस्था भइसक्यो मलाई त अब भित्र जाने त्यहाँनिर रेस्ट गर्ने ठाउँ छ भन्दै थियो त्यहीँ बस्ने एकछिन खाजा खाने टाइम भएको छ अरे होइन त्यहाँदेखि रेस्ट गर्ने शीतल ताप्ने अनि केबल कार चढ्ने है त यता हेर तिमी जाऊ भित्र जाऊ है फाइनली गाइज वेट इज ओभर अब हामी एकछिन त्यहाँभित्र रेस्ट गरेर बस्यौँ अनि त्यसपछि अब चढ्दैछौँ केबल कार कस्तो कालो आएको थियो नि हेर माथि कति राम्रो रहेछ र कहाँ जानु लाग्यो हामी कहाँ जानु लाग्यो आकाशमा होइन मजा आयो डर लागेन तल हेर त भुइँमा डर लागेन कस्तो नडराउनु रहेछ होइन त्यही भिडियो
त्यसमा स्टेबलाइजेसन हुन्छ नि त बुझेन आइफोनमा ल बुटोलको सिन खिच्यो न रोकेर खिच्यो भिडियो नन स्टपमा खिच्यो कि पज गरेर अनि फेरि अर्को खिच्यो कि ऊ छोरो हेर उता बुटोल हेर बुटोल छोरो अब हाम्रो चाहिँ यस्तै हो है गाइस होइन बोल्दै 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 सिकाउँदै जाने बोल्दै जाने छोरो चाहिँ डराइरहेको छैन मलाई चाहिँ रमाइलो लागिरहेको जे होस् है त्यो हान्दिनँ त्यस्तो हान्दिनँ छोरो क्यामेरा छैन तिमी कहाँ आएको आएछ यता हेर त भन्न आएन नि त ला चस्मा गर्मीले फेसमा रातो रातो त्यही बाबुलाई छोडिदेऊ न अहिले बाबुलाई तिमी आफ्नो धुनमा उ गर म भिडियो खिचिदिन्छु खोल्लिन छोरो खोल्लिन लैदिन्छ हराउँछ चप्पल यता हेर यताबाट डर लाग्छ होला यताबाट चाहिँ हेर त्यही पनि कति स्पिड गएको कि उकालोमा नि ल यता फर्क्यो हिरोनी पारेर पोज्देऊ न कपाल हल्लो बाउलाई हो चस्मा झिका न यहाँ नहोस् है हामी दुईजनाको नहोस् है त्यो सस्तो हो कि यति पहिला सुरुमा 300 थियो यहाँ हाँस त 300 के भन्नु के 300 लिएछ उता 700 थियो एकजनाको हाँस्दैन हाँस्न एकचोटि त अब हामी चाहिँ बुटोलको सिन हेर्दै माथि माथि चढ्दैछौँ आज धमिलो धमिलो आइरहेछ मौसम गर्मी टु मच गर्मी फाइनल्ली हामी माथि आइपुग्यो है सालघारी एउटा लिटिल रहेछ बाँकी केही पनि छैन यहाँ एक्सपेक्टेसन भर्सेस रियालिटी भने जस्तो एउटा मन्दिर बनाएको रहेछन् अहिले होइन त्यही एउटा मन्दिर हेर्ने अनि फर्किने यो यहाँ चाहिँ अब केबल कार नचढेका मान्छेहरूलाई एक्सपिरियन्स लिनको लागि सस्तोमै केबल कार चढ्न पाउने रहेछ त्यही हो है त स्टे ट्युन गाइज मम्मी ल यतिको राख है हेर मम्मीलाई हेर मम्मी चाहिँ खिच्यो त्यहाँ त्यो छोरो चरी लाग्यो नपोख आराम नछौ है त्यो ल हेर यता हेर छोरो फाइनल्ली छोरालाई घुमेर पुगेको छ अब घर जाम भन्छ है अब खाना खाने घर जाने ल आज चाहिँ छोराले अब टक्क आफै खाँदैछ ससेस खाँदैछ होइन अहिले एकछिनमा मोमो पनि खान्छ मुडै त हो होइन केटाकेटीको नपचाउने त्यो धेरै खाँदिनँ त्यो धेरै खाँदिनँ ससेज चाहिँ खाऊ ठट्टै रहेछ कि हिँडेर जान्छ यहाँ त बिजोग हुन्छ नि कति घन्टा लाग्छ होला आज हामी कहाँ घुमेर आएको छोरो आज हामी घुम्न कहाँ आएको बुटोल आएको कहाँ आएको घुम्न केबल कार आएको के घुम्न आएको रे हामी भन त आज हामी के घुम्न आएको छोरो उता जाने हात काट्छ छोरालाई डर लाग्दैन किन लाग्दैन स्पाइडरम्यान हो न तिमी स्पाइडरम्यान हो खै स्पाइडरम्यान कसो गर्छ रे के गर्छ
तिमी छुस गरेर जाऊ न उता पर जाऊ न खै स्पाइडरम्यानले हात खान्छ खान्न नि तिमीले किन खान्छौ र तिमी स्पाइडरम्यान होइन स्पाइडरम्यानले त हात खान्न यसो गर्दैन छि त्यो त थुकम्यान हो फोरीम्यान तिमी फोरीम्यान हो कि स्पाइडरम्यान हो अरे ई बाबा जानुभयो लगाइ चाहिँ अब हामीहरू चाहिँ फर्किँदैछौँ अब केबल कारबाट फिर्ता तल आइसक्यो फर्किँदै गर्दा बाटोमा यो चाहिँ फेमस ठाउँ होइन मान्छेहरू यहाँ टिकटक बनाउन भिडियो बनाउन आउँदो रहेछन् यो चाहिँ आर्मी क्याम्प पछाडि राम्रो बाटो राम्रो रहेछ त्यसैले यहाँ चाहिँ अनेक थरीको सुटिङ हुन्छ है त गाइज हामी पनि अब यहाँ शीतल छ त्यसैले एकैछिन यहाँ बस्ने फोटो खिच्ने अनि जाने तर फोटो चाहिँ एउटा पनि गतिलो आएन किनभने कालो न कालो भएर होइन बिजोग अवस्था थियो घामले गर्दाखेरि यो गर्मी ठाउँमा चाहिँ खासै घुम्नको लागि त्यति रहर गर्नु उचित छैन त्यो पनि बाइकमा होइन गाडीमा एसी चलाएर हिँडे त हो अब यो पाराले हेर कालो निलो भएर पसिना चुहाउँदै दुनियाँ दिवाना पछाडि चाहिँ अब थाकेर निदाइ पनि सक्यो होइन लगाइ चाहिँ आजलाई हाम्रो भिडियो यहीँ टुङ्गिन्छ बाई बाई